तँलाई मैले के भनेको छु अहिलेसम्म, म गुरु भट्टराई हो, महाप्रबन्धक नेपाल रेलवे कम्पनीको बर्दिवास 2 नम्बर वार्ड मेरो घर छ, मेरो बाउ जयप्रसाद भट्टराई, तेरो मलाई परिचय दे ल। प्रधानमन्त्रीले नियुक्ति दिएका नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले फोनमा अश्लील बोल्दै म केपी ओलीको छोरा हुँ, केही घण्टामै तँलाई अपहरण गर्ने सामर्थ्य राख्छु भन्दै धम्की दिएका छन्। 1 घण्टाभित्र तँलाई मैले अपहरण गर्न सकिनँ भने म बाउको छोरै होइन ल। तँलाई 1 घण्टामा म अपहरण गरिदिन्छु त्यहाँबाट। तैँले के खानेको त्यहाँ? अनि तँलाई खण्डी खण्डी काट्दिन्छु रे। म प्रचण्डको म केपी ओलीकै छोरा हो, तँ कसको छोरा हो ताले? प्रदेश नम्बर 2 का प्रदेश प्रमुखका स्वकीय सचिव अनिल कुमार पासवानसँगको फोन अडियोमा दुवैजना अश्लील गाली गलौज गर्दै अपहरण गर्ने र ज्यान लिने जस्ता धम्कीमा उत्रिएका छन् दुवैजना। तिमी साइबर सेनालाई देऊ, के भन्छ रे महेश बस्नेतलाई देऊ हैन, बसेको ठाउँबाट भोलि बिहान उठाउँछु मैले। तिमी साइबर सेनालाई देऊ, महेश बस्नेतलाई देऊ, तिमीलाई मैले घरमै आएर काट्दिन्छु भने तेरो बाउ काम आउँछ। तिमीलाई जे गर्नु छ गर, सुन, तिमीलाई जे गर्नु छ गर, तर मैले तेरो घरमै आएर काट्दिन्छु। मैले रातभरिमा उठाउँछु भोलि बिहान तेरो घरमा। वेलकम सक्छु भने सक्छु भने गर, होइन भने तेरो महेश बस्नेतको न साइबर सेना न कोही, तँलाई म यति टुक्रा गर्छु नि कि तिमी मधेसै बिर्सिदिन्छु। तँलाई रेलवेको डाइरेक्टर बन्छु तिमी। हामीले प्रदेश प्रमुखका स्वकीय सचिव जो अर्का फोनकर्ता हुन् अनिल पासवानसँग कुरा गरेका छौं। यो सन्दर्भलाई लिएर सुनौं अनिल पासवानसँगको यो संवाद। तपाईलाई प्रदेश प्रमुखज्यूले आदेश दिनुभयो, अर्थात् आग्रह गर्नुभयो होइन? हो। अनि त्यसपछि तपाईले सम्पर्क गर्नुभयो? सम्पर्क तपाईले कति बेला गर्नुभयो, कति बजे गर्नुभयो, कति पटक गर्नुभयो र यो गाली गलौजसम्मको स्थिति कसरी पैदा भयो? सरसर्ती त्यो कुरा बताइदिनुस् न। अपार नेउपाने लेख्छन्, राजनैतिक नियुक्ति पाउन निम्न योग्यता थप्नु पर्ला। चाहिएको बेला अपहरण गर्न सक्ने, मान्छे काटेर टुक्रा टुक्रा पार्न सक्ने क्षमता भएको, अश्लील शब्दहरूमा पारङ्गत, सकेसम्म दैनिक र परेको बेला 1 फुल व्हिस्की पिउन सक्ने। सन्दर्भ गुरु भट्टराई पासवान टेलिफोन वार्ता। कामै गर्न पाइन भनेर संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले कामै कामको बिस्कुन फिजाएर आज प्रदर्शन गरेका छन्। ओली प्रधानमन्त्री भएको 3 वर्ष पुग्यो, 3 वर्ष सत्तामा रहँदा मैले यो पनि गरेँ त्यो पनि गरेँ भन्दै यता पनि कामै काम उता पनि कामै काम, जताततै प्रगति नै प्रगति प्रधानमन्त्री ओलीले आज सुनाएका छन्। 3 वर्षमा यो सरकारले असफलताको स्वाद कस्तो हुन्छ, गन्ध कस्तो हुन्छ त्यो महसुस नै गर्नु परेन जस्तो गरी प्रधानमन्त्रीको उपलब्धि आएको छ। यो आँटेको गर्न सकिएन भन्ने सरकारको खातामा छैन। मानव सरकार कुनै कल्पवृक्षको फेदमा ध्यानस्थ मुद्रामा बसेको छ र जे कल्पना गर्छ त्यो कल्पवृक्षले तथास्तु भन्दै हर इच्छा कामना पूरा गरिदिन्छ। सरकार यति सफल छ, यति भरिपूर्ण छ कि त्यसको बयान नै गरेर नसक्नु छ अरे स्वयं प्रधानमन्त्री ओलीको भनाइ। दक्षिण एसियामा नेपाल पहिलो खुला दिशा मुक्त देश घोषणा भएको छ। यसले देशलाई सभ्यताको एक सिँढी माथि उठाएको छ। यस अवधिमा 100% जनसङ्ख्यामा आधारभूत स्तरको सरसफाइको पहुँच पुगेको छ। दक्षिण एसियामा पहिलो पटक डिजिटल सोइल म्यापिङ यसै हप्ता सुरु हुँदैछ। अहिले हामी सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउन चरणमा छौं। विश्वमा कोभिड-19 विरुद्धको खोप लगाउन प्रारम्भ गरिएको 1-1.5 महिनाभित्रै हामीले यो खोप लगाउन प्रारम्भ गरेका छौं।